हामी तीनजना मिलेर चाहिँ आज हामी फुलचोकी हाइकिङ जाँदैछौँ र अहिले हाम्रो हाइकिङ ट्रायल चाहिँ स्टार्ट भयो। अनि मेरो दुईजना साथीहरू चाहिँ यहाँ पछाडि हुनुहुन्छ जुन चाहिँ एकदमै हल्ला गर्दै हुनुहुन्छ, आफ्नो भ्लग बनाएर आउँदै हुनुहुन्छ होइन। अनि मेरो आफ्नो छुट्टै भ्लग स्टार्ट भइरहेको छ, उनीहरूको आफ्नो छुट्टै भ्लग छ। सो स्टे ट्युन। अहिले चाहिँ भर्खरै हाइकिङ स्टार्ट भयो। म अहिले नै हिँड्न सकिरहेको होइन, यहाँ हातमा पनि यत्रो भारी छ अनि साथमा ब्यागमा पनि छ। उनीहरू दुईजनाको आफ्नै पारा छ। हेलो हाई हाई हाई। के अपेक्षा एक्लै जाने हो? तर यहाँ त पुरै रिस्की छ नि त। हुन्छ छैन, मार्बल डाँडातिर चाहिँ गएको, फुलचोकीतिर त गएको छैन। हजुर त्यसको पछाडिबाट हाइकिङ ट्रेल सुरु यो झन्डै 3 किलोमिटर लाग्ने जम्मा हामी बाइकको चाहिँ 9 किलोमिटर यो लामो सर्टकट छ क्या। अनि अलि माथि पुगेपछि चाहिँ दायाँ र बायाँ जाने साइकल मार्ग अग्नि रेखा त्यतापट्टि नछिरिकन सिधै स्टेपलाई नै फलो गर्दै जानु होला। अनि स्टेप सकिसकेपछि यस्तो भेहिकलको बाटो आउँछ, भेहिकलको बाटो पनि अलिकति केही हिँडेपछि फेरि अर्को स्टेपको बाटो आउँछ, त्यसैलाई फलो गर्दै जानु होला। अहिले माथि पुगेपछि चाहिँ सबै ठाउँ स्टेपको बाटो छैन, गोरेको बाटो छ, अरू मान्छेहरू पनि जानुभएको छ, देख्नुहुन्छ, त्यसैलाई फलो गर्दै जान्छ, देख्नुहुन्छ। अनि जङ्गलमा यताउति नछेर्नु होला, जङ्गली जन्तु पनि बाटोमा चाहिँ त्यस्तो डर हुँदैन। बाइचान्स कतै हराइ हामीलाई हाइड्रेसन लाइन हो, अहिले जुन भयो भने त्यो हाइड्रेसन लाइनलाई फलो गर्नु होला। त्यो हाइड्रेसन लाइन वहीँ माथि छ, खाली फलहरू के छ धन्यवाद दाइ। हामी ढिलो भयो के हजुर। हाइकिङ पनि जाने 3 घन्टा नि नहिँड्ने, त्यो त कस्तो मान्छे हो तिमी? जानु जानु जानु। कति सानो देखायो होला। ल ल ल अब ललिता बिस्ट है। हेलो ललिता बिस्ट। यो बोलेको पनि हाल्छौ? भ्लगमा बोलेको हाल्नु पऱ्यो। यो के हो, यो के हो? बोलेको नि हाल्छौ र गाइस उसँग नि इन्ट्रोड्युस गर्ने हाल्छ। हेलो गाइस उजेको भन्न आफै भन्न ल। मेरो नाम पनि छ। हाम्रो इन्ट्रोडक्सन छ छैन? म चाहिँ अब ट्रेनर भनौँ कि ट्रेनर। दिस इज आवर ट्रेनर दिदी, one and only trainer of our gym. Okay, let's guys come in temple gym. I'm the receptionist also. के हो यो भ्लग के टेम्पल जिमले स्पोन्सर गरे हो मलाई? अलि जिमले गर्दा टेम्पल जिमको ट्रेनरले गरिएको छ नि त। अब चाहिँ हाइकिङ ट्रायल स्टार्ट अघि नै भयो भने होइन, लास्टमा भएको छैन। अब अलि टाइम लाग्ने रहेछ गाइस। अब अपडेट यो कस्तो हात दुख्यो होला। 9 किलोमिटर भने चाहिँ इट्स नट अ जोक। अझै हाइकिङ ट्रायल स्टार्ट भयो जस्तो छ गाइस। खै मलाई चाहिँ के थाहा हो आउनु न। ल आउनु।
गाइस हाम्रो हाइकिङ ट्रेल स्टार्ट भएको 5 मिनट नि भएको छैन हैन तर म त थाकिसके श्वास गर्दै हिँडिरहेको छु सायद हामी आज डेस्टिनेसनसम्म नपुग्ला जस्तो छ हाम्रो पारा हेरेर किन हामीसँग आएकोहरू सबैजना हैन कति अगाडि पुगिसक्यो के गाइसहरुको बिजोग भइसकेर हिँड्न नसकेर ठाडै उकालो छ झन् त्यही माथि नहिँड्ने छिटाउने के हो त्यसो बसी छिटो यो उकालो सकेपछि रोड आउँछ अनि छिटो त्यसो थाहा छ नि सुनसान छ भने जङ्गल अनि त्यो किराहरू के कराइरहेछ सायद तपाईँहरू सुन्नुभयो होला डर लाग्ने चाहिँ छ है त्यो अनि यसमा चाहिँ मेन वे भन्दा लेफ्ट राइट कतै गयो भने एकदम रिस्की डेन्जरस सो मेन वेमा जानु होला तपाईँहरू पनि जाँदै हुनुहुन्छ भने अनि यस त्यसपछि मात्र डेस्टिनेसनमा पुग्नेछ जिम गर्ने त सँगै हो तै पनि के भएको कार्डियो गर्ने त तिमी हो तिमी कार्डियो गर्ने मान्छे हिँड्नुपर्ने हो यो सिधा बाटो चाहिँ खुइक्का खुइआउने है दुवैजना धेरै हल्ला गर्ने होइन यति नि हिँडेन भने चाहिँ हाइकिङ आएको नआएको एउटै हो त्यही होला अघि मार्बल डाँडा गएको भए हुने रहेछ बढी छ
छ क्या बाटो अनि एउटा चौर जस्तो छ के यति झुट त बोल्नै पर्यो चस्मा त बोक्नुपर्छ किनकि यो लाइन भन्ने पावर छैन त्यो राखेर युजलेस भन्ने पनि छैन हराए नि अनि छैन मान्छे खाना लगाइसकेको थिएँ यहाँ आयो खाइसक्यो उसले कस्तो रहेछ टेस्ट मिठो एम्बियन्स कस्तो लाग्यो ओ भाइ म जङ्गलको बिचमा बसेर सेल खाँदै यो मेरो चिया हो क्रिस्पी है तो मीठा आज का हाम्रो प्रोटिन गाइस यो चाहिँ अंडा जिम गएपछि अंडाको भ्यालु थाहा भयो होला है
भयो जे भयो मलाई नि थाहा थियो लिटल बुद्ध भेट्यौँ गाइस एउटा ढोगा ढोगाइछ ल ल ल खै त केही आशीर्वाद दिएको बुद्धजीले अलि छिटो भएन हजुरको धन्य हो जय हो म नि आउँछु पछि पछि फलो गर्दै जङ्गली सवार फर्किने अनि फेरि एउटा रिल्सको भिडियो बनाइ फेरि गर्ने होइन ल कसैले ल स्टार्ट गरौँ ललिता फर्स्ट होइन अनि म पहिला यो पावरवाला अब मेरो सक्यो अब कता भ्यू हेर्नु छ भने अब अलिकति अर्कै पावरफुल वुमन गर्नु पर्यो अब हिँड्दै पनि गरौँ हिँड्दै नि गरौँ म अगाडि अगाडि हिँड्छु एकछिन न साह्रो भारी भयो कि सबै के तिमीलाई यो 5 किलोमिटर 10 किलोमिटर होइन ठिकै छ हो आउने छिटो रमाइलो गऱ्यो वाउ उडी त राम्रो छ यहाँ चाहिँ तर है खतरा भएर नै कस्तो रमाइलो भइरहेछ अनि हामीले चाहिँ खाजा खाएर आउँदै निस्क्यो सर्क्यो अनि मैले धेरै पानी खाएन अनि पानी खायो भने चाहिँ गाह्रो हुन्छ जस्तो लागिरहेछ त्यही पानी खाँदिनँ सुवाकै गर्छु नि त अनि कहाँ जाने हो र अनि अब हामी एकछिनमा बसेर चाहिँ फेरि खरबुजा खाने हामी अलिक धेरै नै बोकेर ल्याएको जस्तो लाग्यो है मान्छे एउटा पानी बोकेर हिँडिरहेको थियो हामी फुल सब भएको नरोक सबै घर घरै लिएर आएको भनेर थियो हामीले सक्दैन होला भनेर तै पनि लिएर आएको we have that guts to do it yes we are real heroes for today यो सबै जीवन के खानालाई त होस् खानु हिँड्ने के छ हेरेकै छैन रे के हेर्ने ल उठे पात छु नि त लामो पात रहेछ अब बाटै त्यस्तो छ अनि नेचरलाई हेर्नलाई त डेस्टिनेसनमा पुग्नुपर्छ माथि सकिन्छ हो आऊ चरा कराइरहेछ मलाई कराउनै आउँदैन वाउ के आयो रोड आयो त खुसी होइन
हो क्या रे यार के हो गाइस यो बजाउनु नि आउँदैन मलाई त एकचोटि मजाले पढ्नु त कसैले ए भर्खर सुरु भयो क्या त्यत्रो पुरै व्हाइट बोर्ड भरेको जति पढ्दै बस्छ यार पढे धेरै ट्यालेन्ट भएपछि त्यस्तो हुँदैन मान्छेहरू स्न्याक्स ब्रेक चाहिँ 11 बजे हुन्छ ठ्याक्कै 11 बजे है त्योभन्दा अगाडि नखाने अपेक्षा फेरि झुल्ले है त्यहीँ अनि अहिले कता हो मलाई हर्ट एट्याक आउँछ गर्दै चिच्याउँछ अहिले भ्लगर यो हेर न कस्तो डेन्जर छ यार उहाँ टिस्यु वाइप उसैको काम हो झ्याममा दिनुपर्ने फोन पनि गाइस प्लिज जो पनि हुन्छ यसरी फोर चाहिँ फ्याल्मी काम नगर्नु होला चप पनि छ पुरा बोतल बोकेर आफूले त्यही भन्नु यो फोरहरू गाइस हामीले एउटा प्लान बनाएको छौँ जो चाहिँ हो फर्किने बेला हामी यो सबै फोहोरहरू टिपेर आउनेछौँ सो थोरै भए पनि हामी सरसफाइ समाजसेवा गर्न पाऊँ भनेर त्यो जस्ट समाजसेवाको लागि त होइन आज समाजसेवा होइन ह्युमन बिङ पनि यति चाहिँ गर्नै पर्छ जस्तो लाग्छ मलाई त्यो चाहिँ बेसिक कुरा नै हो सबैले गर्नुपर्छ जस्तो लाग्छ It's a request for everyone. आज नेक्स्ट भिडियोमा हेर्नु होला कति सकिन्छ हामी आफ्नो बेस्टै दिनेछौँ यति भएर अघि तल लेख्नु भएको रहेछ क्या यसो बोतलको पानी धेर नलानु भनेर ल्याएर नि त त्यो पनि घरै पुऱ्याउने हो आफ्नो पर्सनल बोतलमा बोक्नै पर्छ म्याडमजी छिटो आउनुहोस् ल गाइज हामीले काफलको बोट भेट्यो होइन कति धेरै तर आकाशको फल आँखातरी मर ल यता नि छ काफलको बोट यता नि छ वा अपेक्षा रे ललिता हरियो एउटा देखेँ मैले तिमी एक्चुअली हाल्नु सक्छौ
tipping couple. Wow. They're picking up. Yeah, so. Guys, let me climb this tree. Honestly, they know. One year already. Oh yeah, yeah, but chor hura raha. एक झट एक फट हार छोड यहाँ छ त राम्रो कस्तो डर लागिरहेछ मलाई त त्यो ढल्यो भने अर्को आएको अनि तिमी हट न यो हालेर छोड्छु guys, मलाई स्टिक दिँदैछ कसले यसले खसेको जति कहाँ गयो यहाँ छ एउटा यहाँ छ यहाँ धोका पक्राउ रे म बन्द गर्ने भिडियो गरिराखौ म मान्छे कसै सक्छ Look at me guys, Mukasu. I am the champion. Madhayo wati loryo भने बेस रुखमाथि गएर म भ्लग बनाइरहेछु अनि यो कसरी झार्नु के मैले कसरी झार्ने हो यसले झडर फाल्छु तपाईहरु भाग्नु उ यहाँ छ झुप्पोमा यहाँ खेले मैले खेले है भइहाल्यो नि अब काफल कहाँ बजस् हामीलाई के गाइस एक्चुअली हामी गएको चाहिँ कहाँ हो भने के हो रे पुल्चोकी डाँडा पुग्ने भनेर गएको अब हामी पुल्चोकी डाँडा पुग्दैनौँ हामीलाई थाहा छ मलाई थाहा भइसक्यो यिनीहरूको हिँडाइदिएर मैले थाहा पाइसकेँ पुग्दैन तर जहाँ भए पनि हामी कहाँसम्म सक्छ त्यति चाहिँ पुगेर फर्किन्छौँ टाइममा नै फर्किन्छौँ अनि जे होस् रमाइलो भइरहेछ त्यही चाहिँ ठुलो कुरा हो है अनि जति हामीले सक्छौँ त्यति नै गर्नेछौँ धेरै एफोर्ट नलगाऊँ होला झर्छु है गाइस जति झार्न सक्यो झार्यो होइन अब ललिताको टर्न हो काफल टिप्छ हिँड्छ फोटो खिच्छु
फोटो खिचौँ खसिहाल्यो दुःख लाग्छ मेरो टिभी गयो गाइस फोटो खिच्ने फेरि गाइस यहाँनिर कति किलोमिटर 3 किलोमिटर हो अब 6 किलोमिटर त कटेछ त अनि त्यही हो नि यस द्याट्स द गड अब चाहिँ उनीहरूलाई एनर्जी आयो रेड बुल अब 2 मिनट हिँड्ने त्यसपछि खाने है अब अपेक्षालाई वाटरमेलनको लोभ देखाएर हिँडाउनु पर्छ अब 2 मिनट है भनेर अघि दुईजनाले रोड आउँछ भनेर अलि माथिसम्म ल्याइपुरे अब अपेक्षाको टर्न बिचरालाई मुभ चाहिसक्यो मुभ ल्याउनु पऱ्यो नि अरे माथि के राख्नु पऱ्यो यहीँ बस्ने हो यहीँ बस्ने अब हामी सबै भिजा छ ड्राई लिफ जुगा आउँछ है फेरि बस्दा त्यहीँ चिसो भइहाल्छ नि बरु 1-2 स्टेप माथि जाउँ होइन थोरै ठुलो यहाँको भ्यू ठ्याक्कै तल पनि माथि पनि हुन्छ यहाँ खानाले के लुक एट हर एउटा छु यहाँ जसलाई चाहिँ खुट्टामा यति केही भएन एउटा छ यहाँ त गाह्रो भइरहेछ उसलाई बस रेस्ट गर यतै छोडेर जान्छु नि फेरि हाम्रो आजको खाजा थरीको छ गाइस डाइटिङ रहन्छ अहिले एकैचोटि चिप्स के निस्किँदैन आउँछ स्ट्रगल गरेर भने त फेरि हाइकिङ आएको है रमाइलो भइरहेछ नि है कति देखिसक्यो मैले कतिको रमाइलो भएर त्यो चाहिँ अब फेस गर्नु परिहाल्यो तराईको मान्छे आएर रहेछ पहाडको उसले जिम खोल्नु पर्यो त्यसको लागि त मैले फार्मेसी खोल्नुपर्छ औषधिको पुरै गाइस अहिले चाहिँ ठ्याक्कै टाइम भन्नु पनि होइन 11:39 भयो अनि यस्तो अँध्यारो भएको छ नि है पानी पर्नु लागेर होला साँझ 5-6 बजे जस्तै भएको छ भने डर लाग्दो तर अर्को रोड त कति धेरै आउँदो रहेछ भने अर्को भ्लगतिर हेर्दा मैले 2-3टा देखेर अहिले आउँछु रोड खै फर्किँदा चाहिँ कुन जान्छ हो थाहा छैन मलाई आई कान्ट से एनिथिङ राइट नाउ अरू ग्रुपहरूसँग मिक्स भएर फर्किने कतिवटा रोड क्रस गऱ्यो हामीले अनि यस्तो रमाइलो भइरहेको छ मलाई त टाइम लाग्छ नि त यार को घुम्छ त्यत्रो तिमीलाई धेरै हिँड्नु छ कि चाँडो पुग्नु छ उकालो चढ्दा केही हुन्न आउँछु र खै अपेक्षा माग्यो मैले फेरि तिमीलाई ओ माई गड कम केही हुन्न ल ललिता सो योर ट्यालेन्ट Hi, that's her
Got Talent. Hi. Yes, it's our power of watermelon. यस्तो अँधेरो भएको छ यार म डर लागिसक्यो 5-6 बजे जस्तो फिल भइरहेछ भने डर के आगे जीत है माउन्टेन ड्यू गर्दै जाने हो माउन्टेन ड्यू त ल्याएन तै पनि यता बस्दै कति कराइरहेको हुँदो रहेछ कहाँ जाने बस्छु केही थाहा छैन हामीलाई यस्तै कता कताको होला मलाई चाहिँ धेरै अगाडि फुलचोकी हाइकिङ जानु आउन मन थियो होइन अनि यो कम्प्लिट गर्न पाउँदा चाहिँ एकदमै खुसी हुन्छु म अब धेरै छैन अब थोरै बाँकी होला त्यो पनि आउ मेक इट म चाहिँ त्यो काउन्ट गरेरै छाड्छु जसरी भए पनि मलाई डेस्टिनेसनसम्म पुग्नै छ यो कति हो किलोमिटर सबै मेसा रहेछ फुलचोकी अझै 1 किलोमिटर छ कि के हो होइन छैन यहाँ त्यो सबै मेसा रहेछ आइपुग्यो कि जस्तो फिलिङ्स आइरहेछ होइन यो गाइज क्यान सी हेर्नु यस्तो अँधेरो भएको छ नि 12 बजे के रहेछ यस्तो कालो बादल लागेको छ कस्तो फिलिङ्स आइरहेछ Wow, I can't describe it. in a word. Yes, what about you? Huh? I'm feeling good. So relaxed, so calm. Wow. So यहाँ बस्ने ठाउँ रहेछ यो होला नि कतै झोलामा के छ तिम्रो ल जाउँ कताबाट जाने हो गइहालौँ त्यताबाट चाहिँ डेन्जर होला नि त त्यताबाट नजाने त्यताबाट जाने हो यहाँनिर डेन्जर छैन रहेछ त्यताबाट नजानु भनेर होला अनि यहाँ एउटा सूचना छ गाइस यस्तो राम्रो छ जिन्दगीमा डाँडा पाहाड नदेखा जस्तो गर्छ यार यिनीहरू बिचरा म छक भइसकेँ यहाँ घर हुन्छ उतापट्टि अर्को डाँडा हुन्छ त्यही देखि आएको मान्छे एकदम खतरा गाइस पानी परेछ अनि यस्तो हुसुला ब्युटिफुल लेडिज अनि यहाँ हेर्नु यस्तो छ हाइकिङको लागि चाहिँ यस्तो रमाइलो भइरहेछ हामीलाई है ओडा रेलाई रेड बुल खाउँला टाइम भयो ठ्याक्कै 30मा खाने भनेर 29 भयो निकाल्दा 30 हुन्छ हाम्रो खाना पनि ठ्याक्कै छुट्याएर गएका छौँ हामी यो टाइममा खाने भनेर अब बस्नु के खायो चिया सेलरोटी है के खाएको त्यसपछि हामीले के खायौँ वाटरमेलन त्यसपछि अहिले रेड बुल क्यासल ओ यहाँ झिक्दिनु न पछाडि छ के फस्यो छैन ठोक्या मात्र हो कति रमाइलो भइरहेछ मलाई त अब नेक्स्ट टाइम फेरि अर्को ठाउँमा गइहाल्ने कुनै टाइम पछि अलि टाइम लागोस् न यो टक्क यसरी खोल्ने भने 3 जना नै
तिनजना नै खोल्ने यस्तरी समात्ने त्यो मोबाइल ब्याग बनाएर के अलि राम्रोमा सुरु भइसक्यो हाम्रो ला पोस्ट दिएर बसिरहेको पोस्ट दिएर बसिरहेको हामीलाई थाहा छैन के भइरहेछ सक्यो होइन चाहिँ चिप्स खै हालेको फेरि यसमा छ खानु पर्दैन के बोक्यो एउटा डराउँदैन त यतिकै भना मलाई खानु हेलो दिनुहोस् एकजनासँग त यो लाग्यो आइल्स पढेर पिटी पढ्नेमा चाहिँ एक्जाम एसएस नो त्यही बस्ने त बस्ने सोचा हो क्या What's your name? My name is Edward. Wow. And you are from China, yeah? What's your name? Alina. Alina. Yeah, Alina. Nice to meet you. Nice to meet you too. हामीलाई चाहिँ रमाइलो गर्नु छ त्यति गरे भयो Birds came here for swimming. Let me show you one video. Come here. Last time I Swimming. Yes. How? Follow us. Slowly return back. Yeah. Wait, let's eat watermelon. Yeah. In this? Yeah. I will. Mitho cha. Yeah, it's good. Enough, we are doing dry picnic. You also join us, okay? Yeah. Dry picnic. Doing dry picnic. You can't square so Oh, okay. You can join us. Yeah. We make very famous our dish for you. I think you know something. You have bring everything to cook. Yeah. Not to We don't need to cook, but we prepare. prepare that. छिटो काम यही डाँडा भनेर फर्किनु बेच्छ खानेको भिडियो बनायो
have YouTube channel? Or are you vlogging or what? Just for memory? Yes. Oh. I'm just a vlogger. I'm a vlogger, right? I'm a vlogger. Just recording. Yeah. Remember us, okay? You have so much memories with us. भर्खर गऱ्यो मैले भर्खर सिकिरहेको छु Free of cost. No money. Free of cost. हामी आफ्नो डेस्टिनेसनमा आइपुगेर यस्तो रमाइलो भइरहेछ अनि खुसी भएर लागिरहेछ त्यो हामी पिच्चबाट पनि फर्किने भनेको थियो है 12-1 बजी नै तर आइपुग्यौँ त्यही खुसी लाग्यो त्यो चाहिँ दाइले गर्दा हो दाइको थ्रु नभए त हामी फर्किन्थ्यो होला अनि थ्याङ्क्स फर वाचिङ तपाईँहरूलाई पनि भिडियो कस्तो लाग्छ प्लिज डु सब्सक्राइब अनि बाई बाई